Hello, welcome back to my YouTube channel. It's me, Susmita. So हजुरलाई थाहा भइसक्यो होला म के गर्न गइरहेको छु भन्ने कुरा. सो आज होलिडे. सो मैले आज चाहिँ म एक्लै भएको कारणले गर्दाखेरि म चाहिँ अब के आयो दिमागमा भन्दाखेरि चाहिँ म बनाएर खाऊँ भन्ने दिमागमा आयो. त्यही भएर मैले चाहिँ आज चाहिँ म बनाउन गइरहेको छु. सो लेट्स सी मैले कस्तो म बनाएँ र सो कस्तो हुन्छ होइन त्यसको प्रतिक्रिया म तपाईँलाई दिने नै छु. सो त्यतिन्जेलसम्म लास्टसम्म हेर्नु होला मेरो भिडियो. सो देख्नुहुन्छ यो किमा, त्यसपछि यहाँ मुसेर राखेको पिठो. यो चाहिँ मोमो बनिसकेको मोमो. अघि भिडियो बनाइनँ मैले, अलिक बनाउनु पनि जानेको थिएन त्यही भएर बनाइनँ. खाऊँ. सो लेट्स सी अब मोमो खान्छु है. कस्तो भयो भनेर देखाउनु हेर्नु. फर्स्ट टाइम बनाएको अब आउँदैन होइन. I'm not a professional के भन्छ त्यसलाई कुकम्यान शेफ हो कि शेफ. I'm not a professional chef. So my first experience, my first try this dumpling. I call Nepali momo. So every people like this. So I gonna try this first bite. Okay. Yummy. मोमोको फिलिङ्सको त भित्रको सबै एउटै त हो नि. जस्ट त्यो के भन्छ त्यसलाई राम्रो बनाउन, त्यसको आकार बनाउन नआएको मात्रै त हो नि. भित्रको खानेकुरा त जुन नर्मली हामीले बाहिर किनेर मोमोहरू खान्छौँ नि. सो त्यही फिलिङ छ. जस्ट मलाई त्यो आकार बनाउन मात्रै नआएको. एकदम मिठो छ. एक्लै बनाउँदै एक्लै खानु. नो साथीहरू. साथीहरू भएर नि के काम. साथी पनि त्यस्तो साथी होस् जहाँ दुःख पर्दा नि साथमा होस् र सुख पर्दा नि साथमा होस् क्या. मेरो लाइफको फर्स्ट एक्सपिरियन्स. I make myself. So you guys also if you don't have to idea, यदि तपाईलाई आउँदैन भने पनि ट्राई गर्नुहोस्. ट्राई गर्नु नै सबभन्दा ठुलो कुरा हो नि. सो you also try this. अब मैले सुँगुरको मासुको हालेर गर्छु भनेको थिएँ. पोर्क फेरि अल्छी लाग्यो जान. त्यही भएर सो मसँग जे थियो त्यहीबाट बनाएँ. सो यो चाहिँ मोमो चाहिँ यो भेज मोमो हो. सरी फर्स्ट त मैले भन्न बिर्सेँ. यो चाहिँ भेज मोमो हो. एपिसोडहरू चाहिँ मैले बन्दा अनि प्याज अनि त्यसपछि लसुन अदुवा मैले त्यसलाई मसिनो बनाएर गरेको छु. दामी. पिरो पनि दामी भएको छ. यो कस्तो छ यो खान्छु न म.
यो चाहिँ हल्का सेपमा चाहिँ तर कस्तो अलिकति उयो भएको चाहिँ सुतेको क्या Two more. And the last bite, this is the beak. So you also see literally I can make this shift. So my final big bite. So spicy. I'm feeling my mouth. My mouth is too much spicy. Inside too much brown. So I finished them. So thank you so much for watching my video. If you first new the channel to my channel, so please everyone to subscribe. I'm a beginner. म एउटा नयाँ युट्युबर हो. सो मेरो इङ्ग्लिसहरू हल्का मिक्स मार्क्स छ, त्यसलाई चाहिँ माइन्ड नगर्नु होला. सो म पनि ट्राई गरिरहेको छु इङ्ग्लिस होइन कसरी बोलिन्छ भनेर. सो तपाईँहरूले हजुरहरू नयाँ हुनुहुन्छ भने मेरो युट्युबलाई सब्सक्राइब गरिदिनुहोस्. अनि यदि हजुरलाई मेरो भिडियो मन पर्यो भने पनि लाइक, सेयर, कमेन्ट गर्न नबिर्सिनु होला है त. थ्याङ्क यू सो मच. जय नेपाल.